साथीहरू, आज म तपाईलाई फेसबुक अकाउन्ट डिलिट कसरी गर्न सकिन्छ यस बारेमा जानकारी दिँदैछु। भिडियो स्किप नगर्नुहोस्, हेर्नुहोस् अन्तिमसम्म। फेसबुक ओपन गर्नुपर्ने हुन्छ, मेनुमा क्लिक गर्नुपर्ने हुन्छ, सेटिङ, पर्सनल डिटेल्स, यहाँ पनि पर्सनल डिटेल्स, अकाउन्ट ओनरसिप एन्ड कन्ट्रोल भएको छ, यसमा क्लिक गर्नुहोस्। प्रोफाइल सिलेक्ट गर्नुहोस्। कन्टिन्यू, यहाँ डिलिट प्रोफाइल सिलेक्ट गर्नुपर्ने हुन्छ, कन्टिन्यू। यहाँ तपाईँ फेसबुक किन डिलिट गर्न खोजिराख्नु भएको रिजन चाहिँ यहाँ चुज गर्नुपर्ने हुन्छ। आई हेभ अ प्राइभेसी कन्सर्न, यो मैले सेकेन्डको चुज गरेँ, कन्टिन्यू। कन्टिन्यू स्क्रोल गर्दै जानुहोस्, यहाँनिर पनि कन्टिन्यू गर्नुहोस् र यहाँनिर पासवर्ड हाल्नुहोस्। अब यहाँबाट तपाईको प्रोफाइल डिलिट हुन्छ। डिलिट प्रोफाइल गर्नुभयो भने 30 दिनभित्र चाहिँ डिलिट हुन्छ। तर म डिलिट गर्न चाहन्न मेरो आइडी, मलाई यो आइडी डिलिट गर्नु छैन, त्यही भएर मैले डिलिट गरिनँ। म क्यान्सल गर्छु। तपाईले यसरी गर्नुहोस्।